इङ्ल्यान्ड भर्सेस फ्रान्स सबैले फाइनल हेर्न चाहेको थिए तर फाइनल हुन सकेन। तर यो आजको खेल तेस्रो स्थानको लागि फाइनलभन्दा कम चाहिँ थिएन। कस्तो खतरा खेल भयो। 6-4ले इङ्ल्यान्डले गेम त जित्यो तर वाट अ गेम। एकछिन त अनप्रेडिक्टेबल थियो लास्ट मोमेन्टसम्म यो गेम। बुकायो साकाको ह्याट्रिक आयो, केलियन एम्बापेको 2 गोल आयो। यो गेम मात्र थिएन, यो गेम रेकर्ड्स तोड्नेवाला गेम थियो। केलियन एम्बापे वर्ल्ड कपकै सर्वोत्कृष्ट सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्यो, 22 गोल गरिसक्यो। बुकायो साकाले आफ्नो देशको लागि ह्याट्रिक गर्यो र ऊ 7औं खेलाडी बन्यो जसले इङ्ल्यान्डको लागि ह्याट्रिक गर्यो। ओ माई गड, एकछिन त यो गेम यति खतरा थियो कि लाग्यो आज गेम नहेर्नेहरूले रिग्रेट गर्नेछन्। ओ माई गड, तिमीहरूलाई चाहिँ आजको गेम कस्तो लाग्यो, इङ्ल्यान्डको खेल कस्तो लाग्यो, अनि केलियन एम्बापेको गोल्स र बुकायो साकाको गोल कस्तो लाग्यो कमेन्ट गर।